Hey guys, here Daum and welcome to my another vlog. Namaste President Fafula journalist. हेबारो है सबैजनालाई आजको दिन चाहिँ यस्तो छ नयाँ सालको धेरै धेरै शुभकामना पनि छ सबैजनालाई म चाहिँ यहाँ म्याक्सिमेटको पार्कतिर घुम्न आएको सो म्याक्सिमेट भने सुनेको थियो यत्रो टाइम पनि भइसक्यो है 2.5 साल पनि हुँदैसक्यो यो ठाउँमा आएको थिएन सो यस्तो रहेछ यो ठाउँ चाहिँ यो भित्र छिर्ने हो ल गाइस यहाँको सिन चाहिँ यस्तो रहेछ यहाँ एन्ट्री सो यस्तो रहेछ एक्सपेक्ट गरेको थिएन यति राम्रो हुन्छ भनेर दाइहरू अगाडि बस्छ दाइहरू दिदी Resica Taju Tu sam, evo me. Tato smo Nije dobro. Kaj ne dobro? Slabo me. Kaj slabo me? Ko, da je चारजना These are my precious princess. And I'm the king. You're king. The princess. You're king. Is your daughter. And I'm the prince Sam. She's your daughter. दाइ के कराएको थियो माथि गिद्दा सिद्धा हैन बगुला जस्तो रहेछ बरु ऊ त्यहाँ गिद्दा सिद्धा हैन ऊ त्यो के हो बगुला जस्तो रहेछ यार यसको गुड चाहिँ थुप्रै रहेछ यहाँनेरि घोसला गुड नै भनिन्छ है नेपालीबाट सो यस्तो रहेछ दामी रहेछ त ठाउँ वाउ दिदी यो त डेटिङ आउने बाटो जस्तो पो रहेछ डेटिङ आउने ठाउँ जस्तो वाउ नानाले खाना साना ल्याउनु भएको छ टक्क लगाएर नानाले नयाँ साल मनाउने भाइ हौ पार्कमा आनन्द बसेर खाना खाऊँ भन्दै छ अनि सो इन्जोय ह्याप्पी न्यु इयर सबैजनालाई है नयाँ सालको धेरै धेरै शुभकामना कहाँ पुगिसक्यो यो साल पनि भोलि भन्दा पर्सि भन्दा भन्दै 81 सक्यो 82 आइपुग्यो 82 आइपुग्यो माइ गॉड थाहै छैन त्यसो जाँदो रहेछ त यहाँ पो रहेछ त यार भिडियो बनाउनु ठाउँ त कति यारुम गइरहेको Swimming gara, swimming. यस्तो फोहोर पानीमा स्विमिङ गर्छ यहाँ रहेछ सिन ढुङ्गा ए यसलाई ढुङ्गा भन्छ दामी रहेछ यो ठाउँ ए यसलाई त मैले चिन्छ अस्ति बाटोमा देखेको थिएँ मैले नेपालको फिलिङ आयो रे कहाँ हो यो कुन ठाउँ हो यो बच्चा खेल्ने ठाउँ ऊ त्यो पर राम्रो रहेछ पार्क यहाँ चाहिँ डस्टबिन रहेछ दामी रहेछ सिन क्यान यु क्लिक माई पिक्चर नाउ वाउ ल गाइस यस्तो ठाउँमा आइसक्यो हामी दामी रहेछ ऊ त्यो माथि चाहिँ के हो चरा रहेछ यता चाहिँ दावा छ हामी यसरी बसिरहेछौँ दाइहरू नानाहरू उता बस्नु भएको छ सो अब खाने पिने कार्यक्रम गरौँ म अघि कलमा बिजी भयो त्यही भएर चाहिँ भिडियो बनाउनु सकेन उता आउँदाखेरि बाटो राम्रो रहेछ उताबाट आउँदाखेरि नेक्स्ट विक आउँछु म अलोन है त्यसपछि प्रपरली देखाउँछु यो ठाउँमा ल गाइस बुङ्गुरको मासु आइसकेको छ दाउ बमजनले खाँदैन बुङ्गुरको मासु नानाले बुङ्गुरको मासु पकाउनु भएको छ यतातिर चाहिँ स्याउ सुन्तला यहाँ स्ट्रबेरीको पानी छ यस्तो पकेटा मात्र किनेर कन्जुमबाट पनि राखिरहेको छु कि तर के भन्छ भने बहिनीले सुन्तला पकेर रुनु भएको हो कि क्या हो बिचारा भाउजू के भयो भाउजू ल मेसेज पठाउनु न त नाना भाउजूसँग बोल्दै हुनुहुन्छ हामी चाहिँ यहाँ सुन्तला खाँदै मेरो मासु त आइपुगेन रहेछ
सुन्तला खाँदै चिउरा खाँदै बस्दै ल ठिक छ भाउजूले भन्नु सकिनु भएन न कुरा सकिनु भयो तपाईँको कुरा रेकर्ड गरेँ नि मैले ओइ भोक लागिरहेछ म भन्दै यो खाँदा हुन्छ त अलिअलि चिप्स पार्टी त्यही मेरो दही ल्याउनु न तपाईँ कस्तो तिम्रो होइन मेरो दाइबाट एक दुई थोपा चाहिँ लगाऊ भने ए लास्ट त दही पार्टी हामी चाहिँ डेलिभरी गर्ने मान्छे हेर्ने यो बाहिरको डेलिभरी चाहिँ आराम छ कहाँ रहेछ मन पहिला पार्कतिर गएर बस्नु पर्छ कहाँ रहेछ ऊ त्यो रहेछ ऊ आनन्द बसिरहेछ है काम छैन क्या हो यस्तो बनाउने बित्तिकै रोप्दो रहेछ क्या त्यो मैले त्यो छरेको होइन होला यो होइन यो आफै उम्रियो नेचुरल ल दाइ यो जाओस् त कपिराइट आउँछ आई नो बट आई डोन्ट केयर के जाओस् कहाँ जाओस् यो कहाँ गइदिउँ यो गीत गाएर अलिकति बढाएर तपाईँको शब्द जाओस् ल त ल यताबाट पाए त सानी नानी तिमी मेरो पुतली बनी लगाइछ हामी चाहिँ पानी परेर यहाँनिर छात्रामा बसिरह्यो क्रोसियाको छाता आनन्दको पानी परेर मान्छेहरू कपालहरू हेर्नु मान्छेहरू भिजे पनि यत्तिकै बसिरहेछ मान्छेहरू भिजेर हिँडिरहेछ हामी चाहिँ पानी परेर लुकिरहेको लगाइस म चाहिँ जङ्गलभित्र आएको थियो टोइलेट पनि लगाइरहेको थियो किन ढाट्नु र है ट्याक्कै यो जङ्गलभित्र आउँदाखेरि चाहिँ मलाई पुरानो यादहरू आयो कि ट्याक्कै पहिलोतिर कि यसो जङ्गलतिर हिँडिन्थ्यो खुकुरी सुकुरी यतातिर बेरेर बन्दुक हातमा बोकेर सो मेरो पुरानो पलहरूको याद आयो मलाई चाहिँ ट्याक्कै सिमसिममा पानी पनि परिरहेछ ट्याक्कै यस्तै हुन्थ्यो कि मौसम बिस्तारै च्याप गरेर खसर नभनिकन च्याप गरेर सिकारीतिर जान्थ्यो कि पहिलातिर सो अहिलेतिर चाहिँ होइन केस चाहिँ नगर्नु होला पहिलातिर त्यही पलको याद आयो क्या मलाई चाहिँ जसँग त्यही भएर मैले चाहिँ भिडियो खोलेर भिडियो गरिदिएँ सो मलाई त्यो पुरानो पलहरू याद आयो त्यही भएर मैले क्याप्चर गरेको भिडियो भावना मेरो मनको भावना हो यो कति राम्रो क्या ट्याक्कै जङ्गलभित्र क्या ठ्याक्कै गाउँघरको याद आउने क्या ट्याक्कै अर्को हप्तामा चाहिँ म एक्लै आउँछु यो जङ्गलमा ट्रेकिङ गर्छु यो चाहिँ सिस्नो है फेरि यहाँको यो चाहिँ सिस्नो है सिस्नो पनि हुन्छ नि यहाँ फेरि सिस्नुमा फुल छ फेरि यहाँको सिस्नु खानु हुँदैन फेरि सिस्नु भनेर खानु होला फेरि तपाईँहरू खानु हुँदैन नखानु है कसैले नि है हिँडिरहेको छु म सब बेटामा अगाडि यति भन्नु छ कि सबैजनाले नयाँ वर्षको शुभकामना 81 सक्यो 82तिर आइपुग्यो हामी 82मा चाहिँ मैले पनि प्रगति गरोस् तपाईँले पनि प्रगति गरेको देख्न पाओस् होइन मैले पनि प्रगति गरोस् तपाईँहरू कृपया गरेर सबैजनाले प्लिज लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट है अझै के चाहिँ धन्यवाद यो है लायो रक्सीले लायो लायोले इन्जोय हुँदै सबल किन चाहिँ गर्दैन भाइ मासला सबल कन्टिन्यू सबल बबी देवाल जिन्दाबाद एनिमल जिन्दाबाद सक्यो सबल बन्द गरौ ल गाइस यो आजको भ्लग चाहिँ यति नै हो है
नयाँ वर्षको शुभकामना सबैजनालाई धेरै धेरै शुभकामना मलाई पनि शुभकामना दिनु होला सबैजनाले आजको ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु हामी भेटौँ हामी अब नेक्स्ट ब्लगमा हेरौँ नेक्स्ट ब्लग कहिले हुन्छ सो मैले चाहिँ सोचिसकेको छु एकचोटि चाहिँ म यो पार्कमा चाहिँ एकैचोटि पार्कको सबै भ्यू देखाउँछु है जति नै भएको नेपाली केटाकेटी दाजुभाइ अथवा दिदीबहिनी सबैजनालाई है यहाँ आउनु होला आनन्दको रहेछ है आनन्दको ठ्याक्कै चारा चुरुङ्गीको आवाज पनि चिलिक 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 आउने आनन्द मिल्ने क्या हरियो वन जङ्गल पनि पाउने हेर्नु न यताबाट निस्किँदाखेरि या आउँदाखेरि कति राम्रो भ्यू देखेको छ है